हेलो गाइस, मैले यहाँ मकै लिएर आएको छु। थुन्चे भन्छ यसलाई। यो थुन्चेभरि ल्याएको छु। यो तिर्पाल बिछाएर यसमा खनाउनु लगाएको छु। हेर्नुहोस्, आज पनि मैले नेपालीबाटै बोलेको छु अनि भिडियो बनाउनु लगाएको छु। राम्रले एक थुन्चे यहाँ खनायौँ। अब यसको साराले म यहाँ यसलाई छोडाउँछु। हेर्नुहोस्, यस्तो गरी छोडाउँछन् हामीले यहाँ मेरो आमा बुवाको घरमा। यसले गजब हुने रहेछ। यस्तो गरिकन छोडायो भने राम्रोसित सजिलोसित हुने रहेछ यो। मान्छेले अनि मकैमा खोयाले छोडाउँछ, पर यहाँ मेरो बुवाले चाहिँ यस्तो गरी यो फलामको बनाएर ल्याएको रहेछ। त कस्तो गजब भइहाल्यो। ल हेर्नुहोस् त, यसले यसको साराले गर्छन्। अनि अलिअलि जो रहेको परेको त्यो फेरि छोडाउने, अब नङले छोडाउने। यस्तो कति राम्रो भयो यसले। होइन गाइस, तपाईँहरूले पनि यस्तो ल्याएर किनेर यस्तै गर्नुहोला। अब मलाई त असाध्यै सजिलो लाग्यो। हेर्नुहोस्, ल अलिअलि रहेको अब हातले उ गरे हुन्छ। हेर्नुहोस् कति राम्रो भयो। त मैले अब यहाँ यति गर्नु लागेको छ, अलिकति गरेँ। मेरो हेर यहाँ, आहा क्या गजब भयो। अब यहाँ मेरो पछाडि मेरो आमाले कोदो निभन्दैछ। यहाँ मेरो छोरीले पनि छोडाउँदैछ। यहाँ मेरो भाइको छोरीले हो हाय बाई गर्नु लागेछ। अनि मेरी मम्मी का के सजिलोसित अब थोरै रह्यो। ल हेर, छिटो पनि छिटो हुने। हेर्नुहोस्, अनि यस्तो गर्ने फेरि। हेर, हामीले सबै यहाँ छोडाइसक्यौँ। हेर्नुहोस्, ल हेर, अब यसलाई घाममा सुकाउने हो राम्रोसित। यहाँ हेर, अलिअलि रहेको छ, त्यो आमाले गर्दैछ। हेलो गाइस, त अहिले पनि मैले नेपालीबाटै बोलेको छु। त यो मकै छोडाइसक्यो हामीले। अब यो सुकाउँछौँ हामी अलि राम्रोसित फिजाएर। त यो मकैलाई फेरि हामी अनि मेलमा गएर पिसेर ल्याउँछौँ। यसको ढिँडो बनाएर खान्छन्। कसैले ढिँडो बनाएर खान्छन्, कसैले रोटी बनाएर खान्छ। त गाइस, हाम्रो यहाँ तक छ यो भिडियो, अगाडि बनाउन सकेन मैले। त हाम्रो भिडियोलाई पसन्द आयो भने लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, सब्सक्राइब पनि गर्नुहोस्, अनि कमेन्ट पनि गर्नुहोस्। कमेन्ट नगर्नु चाहिँ नभन्नु होला। त हामी फेरि अगाडि अर्को भिडियो बनाउँला, ल्याएर आउँला। तब तक लागिले हामीलाई इजाजत दिनु। त तब तक लागिले बाई बाई।